मान्य सदस्यहरू, आज बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपदको यस घडीमा घाइतेहरूको उद्धार तथा उपचार, बेपत्ताहरूको खोजी, पीडित, विस्थापित एवं प्रभावितहरूलाई राहतका लागि आवश्यक समन्वयलाई तीव्रता दिन नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु। साथै सो कार्यमा आवश्यक सहयोग र समन्वयका लागि सम्पूर्ण निजी क्षेत्र, गैर सरकारी निकाय र नागरिक समाजलाई हार्दिक आग्रह गर्दछु। यस दुःखद घडीमा राज्यका सम्पूर्ण संयन्त्र नै उद्धार, राहत र प्रभावित नागरिकको सहयोगमा जुट्नुपर्ने अवस्था रहेको छ। तसर्थ आजको कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रमहरू सूचीबाट हटाइएको बेहोरा जानकारी गराउँछु।